Justice must not only be done, must manifestly and undoubtedly be seen to be done. Neither should there be actual bias in the judicial proceeding, nor even the appearance of bias on the part of the judge or the court. यो भनाइ न्यायालयमा एकदम सार्वजनिक रूपमा हामीले पढिरहेका हुन्छौं, सुनिरहेका हुन्छौं। के प्रधानमन्त्री, के गृहमन्त्री, के यो सरकार यो नेपालको संविधान भन्दा ठूलो हो? यदि संविधान भन्दा ठूलो हो भने तपाईहरुसँग बहुमत छ, यो धारा संशोधन गर्नुस्। मन्त्रीजीहरु यहाँ उपस्थित हुनुहुन्छ, भिडियो गेम खेल्नुहुन्छ, खासखुस गर्नुहुन्छ, उठेर हिँड्नुहुन्छ। यदि हिम्मत छ भने यो सरकारले के गरेको छ र अब के गर्नेवाला छ भन्ने कुरा अगाडि ल्याएर कुरा गरोस्। हैन भने हामी दिनेवाला छौं डाटा। आज सतीले सरापेको देश भनेर जुन भनिन्थ्यो, हामीले कथामा पढ्ने, कहानीमा पढ्ने, त्यो त व्यवहारमा पुष्टि भयो त। हिजो लोड सेटिङ थिएन अनि गुलमानको जो खालका चाहिँ त्यहाँबाट बर्खास्ती सँगै नेपाली जनता के आँध्यारोमै बस्नुपर्ने हो। सभामुख महोदय, घर घरमा अन्धकार भइरहेको छ, सिंहदरबारमा पनि अन्धकारमा बस्ने बानी परेकाहरू छन् भन्छन् जनता। बत्ती झ्याप झ्याप गई छ, कुलमान बन्न इमानदारीता चाहिन्छ भन्छन् जनता। यो भन्दै गर्दा सभामुख महोदय, आजभोलि झ्याप झ्याप बत्ती जान्छ किन? सरकार के यो सरकारको आयुको संकेत हो? म अदालतमा विचाराधीन यो सबजुडिस मुद्दाको भित्री तथ्यमाथि संसदमा बहस गर्न चाहन्न सभामुख महोदय, तर एकजना सांसदसँगै कानुनको विद्यार्थी र नागरिक भएको हैसियतले पनि अदालतले आफैले यो ड्यू प्रोसेस अफ ल, कानुनको प्रक्रिया मिच्न थालेको विषय निकै संवेदनशील भएको महसुस गरेको छु सभामुख महोदय। यो केवल कानुनी त्रुटि होइन, एउटा अदालतले संविधानको मूल आत्मामाथि पुर्याएको चोट हो सभामुख महोदय। संविधानको रक्षा गर्न अदालत कति सक्षम छ त भन्ने प्रश्न पनि जन्मिएको छ सभामुख महोदय। त्यो हामी सबैजनाले महसुस गरि नै रहेका छौँ। नेपालको संविधानले स्पष्ट रूपमा भनेको छ कि नेपालमा विधिको शासन सर्वोच्च हो। विधिको शासन सबैले मान्नुपर्छ, चाहे त्यो संसद होस्, सरकार होस्, नागरिक होस्, न्यायालय होस्, सबैले विधिको शासनलाई मान्नुपर्ने हुन्छ। नेपालको संविधानको धारा 20 उपधारा 9 मा पनि प्रत्येक व्यक्तिलाई स्वच्छ सुनवाईको अधिकार हुनेछ भन्ने व्यवस्था गरेको छ। न्यायिक प्रक्रियाको सही पालना बिना निष्पक्षता सम्भव हुँदैन सभामुख महोदय, र यो अधिकार त झन् थुनामा बसेका प्रतिवादीका लागि झन् अत्यन्तै संवेदनशील हुन्छ। सभामुख महोदय, पछिल्लो समय अदालतमा एउटा अनौठो र गैर संवैधानिक परिदृश्य देखिन थालेको छ। अदालतले प्रतिवादीलाई जानकारी नै नदिकन मुद्दाको पेशी तोक्ने, सुनवाई गर्ने, अनि सुनवाई भइसके पछाडि सुनवाई गर्दा गर्दै सुनवाई भएको जानकारी रहेन रहेछ, ल अब जानकारी दिनु नि त, अनि त्यस पछाडिबाट मुद्दा हेरौँला भन्ने किसिमको प्रवृत्ति देखे जस्तो देखिन्छ। यो त कस्तो भने जबरजस्ती, एकदम जबरजस्त ढङ्गमा चाहिँ जानकारी दिएर यही इजलासमा मैले हेर्न पाउनु पर्यो, सूचना अब देऊ न त, जानकारी पाएको रहेन रहेछ भन्नेको जस्तो भाव देखिन्छ। यसले त न्यायपालिकालाई कहाँ पुर्याउँछ सभामुख महोदय? यो निकै जटिल संवेदनशील प्रश्न खडा भएको महसुस गरेका छौँ। यसमा कता कता इजलासले प्रवृत्त धारणा राखेको विषयमा पनि शङ्का सिर्जना हुन्छ कि हुँदैन सभामुख महोदय? यो पनि नेपाली जनताले एकदम पब्लिक रूपमा अडिट गरिरहेको विषय हो। सूचना दिएर मात्रै पेशी राख्ने हो, सुनवाई नै सुरु भइसकेपछि आफ्नो विपक्षले के तर्क गरे भन्ने कुरा पनि सुन्न नपाई जानकारी नपाएको पक्षले आफ्नो तर्क कसरी प्रस्तुत गर्छ सभामुख महोदय? यो संसदको भवनलाई हेर्दाखेरि मलाई लोभ लाग्थ्यो। मलाई पनि खैरो कोट लगाएर, लोगो लगाएर संसदभित्र पस्न असाध्यै इच्छा थियो र अहिले मैले मौका पाएँ। संसदभित्र आएपछि मैले के पाएँ भने त सभामुख महोदय, यो त ढाँट्ने थलो रहेछ। यहाँ आत्मसम्मानलाई धितो राख्ने ठाउँ रहेछ। यो जस्तो निरस ठाउँ त केही पनि रहेन रहेछ। यहाँ बोलिँदो रहेछ, बोलेका कुराहरू सुनिँदैन रहेछ। यहाँ कुर्सीहरू खाली हुँदा रहेछन् र सरकारले जहिले पनि जनतालाई सांसदहरूको मार्फतबाट ढाँट्दो रहेछ। यो बजेट बनिसक्छ, मन्त्रालयगत बजेटको बाँडफाँड भइसक्छ, तब सम्माननीय राष्ट्रपतिबाट नीति तथा कार्यक्रम आउँछ। नाटक हुन्छ त्यहाँ पनि, हामीहरू त्यसमा संशोधन हाल्छौँ, बोल्छौँ, गम्भीर हुन्छौँ। मन्त्रीजीहरू यहाँ उपस्थित हुनुहुन्छ, भिडियो गेम खेल्नुहुन्छ, खासखुस गर्नुहुन्छ, उठेर हिँड्नुहुन्छ, र त्यसपछिबाट फेरि अर्को एउटा नाटक आउँछ। अर्थमन्त्रीज्यूले सिद्धान्त र प्राथमिकता ल्याएर पढ्नुहुन्छ यहाँ, हामीहरू गम्भीर भएर त्यसमा छलफल गर्छौँ, जबकि हामीहरूलाई थाहा छ हामीहरू जनतालाई ढाँटिरहेका छौँ। बन्नुपर्ने ठेकेदारले सडक बनाऊ, सडक खाल्डाखुल्डी हुन्छ, त्यहाँ गाडी एक्सिडेन्ट हुन्छ, त्यहाँ मान्छे मर। प्लेनको इन्जिनै खराब भएका प्लेन ल्याऊ, त्यहाँ मान्छे मार। हुँदा हुँदा त अब बिजुलीका लाइनमा पनि चढेका मान्छेलाई
बिजुली छोडिदिएर मार्ने, राज्य चाहिँ निरही भन्ने। अहिले यही संसदबाट यही सदनबाट हामी के अपिल गर्न चाहन्छौँ भने गृहमन्त्रीलाई कुनै पनि हिसाबले त्यो जसरी त्यो घटना भएको छ त्यो दुर्घटना मान्न सकिँदैन, त्यो हत्याका रूपमा दर्जा होस् र ज्यानमान्ने उद्योग कसुरमा चाहिँ मुद्दा चलोस्। किनभने यसरी आम नागरिकलाई मार्न पाउने राज्यको कानुन, राज्यको व्यवस्था त्यो राज्य हुन सक्दैन। र साथसाथै सम्माननीय सभामुख महोदय, म यही आज यहीँबाट सरकार पक्षलाई म भन्न चाहन्छु, नेपालको संविधानको धारा 270 पटक पटक पढ्नु होला। यो 270 धारा कसैको निगाहमा आएको होइन सम्माननीय सभामुख महोदय। तत्कालीन रापरबा र रापरबा नेपालका सांसदहरू झन्डै 40 जना सांसदहरूको बहुमतका साथ यो धारा 270 लेखिएको। 270 के भन्छ? फरक विचार राख्ने बित्तिकै मान्छेलाई जेल हाल्ने, सामाजिक सञ्जालमा लेख्यो भनेर जेल हाल्ने। आज राष्ट्रिय प्रजातन्त्र पार्टीका युवक सङ्गठनका अध्यक्ष आज सामाजिक सञ्जालमा लेखेकै भरमा जेल हालिएको छ। नेपालको संविधानको धारा लापरवाहीको पनि हद हुन्छ, जसका कारण धेरै श्रमिकहरूले ज्यान गुमाएका छन्। हिजो मात्र विद्युत प्राधिकरणको लापरवाहीले लियो एक निर्दोष श्रमिकको ज्यान। सभामुख महोदय, काभ्रेको धुलीखेलमा विद्युतको पोलमा काम गरिरहेका 28 वर्षीय उपेश नेपालीको करेन्ट लागेर मृत्यु भएको छ। सर्लाही ईश्वरपुर नगरपालिका 12 गारीथान उपेश नेपाली विद्युतको पोलमा तार जडान गर्दै गर्दा करेन्ट लागेर सख्त घाइते भए र घटनास्थलमै मृत्यु भयो। सभामुख महोदय, विद्युत प्राधिकरणले गर्ने कुनै पनि सूचना नदिई 11,000 भोल्टको हाई टेन्सन लाइनमा अचानक लाइन चार्ज गरेपछि उक्त दुर्घटना भएको थियो। धुलीखेल नगरपालिका 7 जिल्ला प्रशासन कार्यालय अगाडिको पोलमा काम गरिरहेका उपेशलाई सोही कार्यालयका प्राधिकरणकै तर्फबाट खटाइएको थियो, तर सुरक्षा उपायको पुरै अवहेलना भएको छ, उनको ज्यान लिएको छ। सभामुख महोदय, जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारीका अनुसार उपेश पोलमा चढेर तार जडान गरे। सरकार भने अति नै फितौलो जवाफ दिने गर्दछ। हामीले सरकारसँग देशका अन्य ठाउँमा राज्यले गरेको लगानी र कर्णालीमा भएको लगानीको तुलनात्मक जवाफ खोजिराखेका हुन्छौँ। यदि कर्णालीलाई क्षति भएकै निष्कर्ष हो भने क्षतिपूर्ति सहितको राज्यको लगानी खोजिरहेका छौँ, तर सरकार भने मजाक गरिराखेको हुन्छ। 60 को दशकमा बनेको एयरपोर्ट, 30 को दशकमा बनेको एयरपोर्ट, 60 को दशकमा बनेको सुर्खेत जुम्ला यो कोरिडोर र डाक्टर बाबुराम भट्टराई को सरकारको पालामा बनेको कर्णाली स्वास्थ्य प्रतिष्ठान र एकादशमा चन्द्रनाथ बाबाले रोपेको मासी चामलको गुणगान गाएर बस्दछ। हामीले त्यो सरकारले कर्णालीमा के गर्यो भनेर खोजे होला नि त, यो सरकारले के गर्दैछ भनेर खोजे होला नि त। यदि हिम्मत छ भने यो सरकारले जानिकन राजावादीहरूलाई पक्रिनुपर्छ भन्ने नीति लिएको कारणले यसरी राप्रपामा लागेका युवक सङ्गठनका होनहार नेतालाई पक्राउ गरेको कारणले गर्दाखेरि तुरुन्त रिहाको म माग गर्न चाहन्छु। यही सदनमा यही रोस्टमको अगाडि हामी मान्नेहरूले फल्नाले यो बदमासी गर्यो भन्दाखेरि कारबाही नहुने एउटा युवकका नेताले बोल्दैमा